evening, whichever part of the world you're watching from. आज भर्जिनियाको टाइम यतिखेर कति 9 बजेर 25 मिनट गएको छ र 2 तारिक डिसेम्बरको। खासमा अहिले चाहिँ म मेरो भाइ अनि बाबा यता हस्पिटलमा आमाको सानो प्रोसिजर थियो गर्दाखेरि त्यसको लागि आएको थियौँ। आमा चाहिँ भित्र जानु भएको छ, उहाँ चाहिँ बाबा हुनुहुन्छ अनि अहिले भाइले सिस्टम मद्दत गरेको छ। सो या गाइज, this is the beauty of this business that I am involved in, हैन, जुन मैले तपाईहरुलाई भन्दै गरेको छु टाइम एन्ड अगेन, हैन। हामीले यो लाइफ चेन्जिङ अपर्च्युनिटी को चाहिँ जुन चाहिँ प्लेटफर्म छ त्यो शेयर गर्ने काम हामीले गरिरहेको छ र या त्यसैको एउटा नमुना हो है। अहिले चाहिँ अब बाबा आमा अनि भाइ अनि हामी 4 जना चाहिँ आमाको लागि आएको थियो। आमाको अहिले प्रोसिजरको लागि भित्र लगेको छ। प्रोसिजर भन्छ हैन के हो यहाँ, आई डोन्ट नो एक्ज्याक्टली त्यो प्रोसिजर केलाई भने हो हैन। सानो सर्जरी गर्नुपर्ने थियो, प्रोसिजर भन्ने गर्दो रहेछ। सो समय चाहिँ आज आई थिंक प्रोबेबली 6 घण्टा जस्तो लाग्छ होला। 2 आवर्स जति प्रोसिजरमा अनि 4 आवर्स जति चाहिँ रिकभरीको लाग्ने कुरा अघि डाक्टरले भन्नु भएको छ। र अहिले चाहिँ हामी क्याफेटेरियातिर यसो खाजा खाँदै गरिरहेको। एट द सेम टाइम मेरो बिजनेस हैन, जुन हामीले भनिराखेका थियौँ तपाईहरुलाई, यो एनी प्लेस एनीवेयर तपाईले गर्न सकिन्छ। ल्यापटपको खासै जरुरी छैन, त्यही पनि अहिले एउटा मिटिङ पनि भएको कारणले गर्दाखेरि फोनमा भन्दा प्रेजेन्टेसनहरु ल्यापटपमा चाहिँ अलिकति ठुलो हैन, हेर्न सजिलो होस् भन्ने खातिर चाहिँ यो बोकेर हिँड्या हो। नत्र भने यो चाहिँ जरुरी चाहिँ छैन है। तपाईहरुलाई बार-बार भनिराखेका छौं, एउटा फोनको भरमा तपाई बिजनेस गर्न सक्नुहुन्छ। सो यस, त्यही एउटा छोटो अपडेट दिनको लागि हो। के गर्दै हुनुहुन्छ, यहाँहरुको दिन शुभ रहोस् हैन। नेपालतिर हो भने मेबी अहिले बेलुका भयो, अब सुत्ने तर्फतिर होला। कति बजे नेपालमा? त्यस्तै 8 बजे, आई थिंक 8 बजे होला बेलुकाको। यहाँ चाहिँ नि 9:27 भयो बिहानको है। अनि अमेरिकातिर हो भने यहाँहरुको दिन सुरु भयो हैन। कतिपय चाहिँ घण्टा हान्नेतिर पनि जानु भयो होला है। हान्नु पनि पर्छ हैन, लाइफ मस्ट गो अन। तर देयर इज अप्सन्स है, देयर इज अप्सन्स। यसो सोच्नुस् कति वर्षसम्म, कति वर्षको उमेरसम्म घण्टा हान्ने हैन। परिस्थितिले गराउँछ या त्यही पनि अप्सनहरु छ, हामीले खोजेको खण्डमा पाइन्छ है त। सो मेरो साथीहरु यहाँ थुप्रै हुनुहुन्छ, मलाई चिन्नेहरु चाहिँ अब ठिकै छ, फाइन। जो नयाँ जोडिनु भएको साथीहरु हुनुहुन्छ, मैले के को कुरा गर्दैछु भन्ने तपाईलाई लागेको छ भने, यस, आई एम टकिङ अबाउट डिजिटल अनलाइन बिजनेस है। एन्ड म एउटा एन्टरप्रेन्योरको नाताले तपाईहरुलाई बेला बेलामा आफूलाई राम्रो गरेको हैन, आजको दिनमा 2,70,000 संसारभरिको मान्छेहरुले यहाँबाट चाहिँ उपलब्धि लिइरहेको छ भने यु कुड बी द नेक्स्ट वान। त्यही भएर नयाँ साथीहरुलाई चाहिँ यसो टाइम एन्ड अगेन हैन रिमाइन्ड गरिरहेको हो। गर्दाखेरि यदि तपाईहरु इच्छुक हुनुहुन्छ भने फिल फ्री टु रिच आउट टु मी है। मेरो मेसेन्जरमा हेर्नुस्, फेसबुकको लेख बहादुर गुरुङ मेरो पर्सनल प्रोफाइल हो भने बिजनेस पेज चाहिँ लेख एन्ड इन्द्रा छ। पर्सनल प्रोफाइलमा आएर मलाई कनेक्ट गर्न सक्नुहुन्छ मेसेन्जरमा है। अनि यहाँ तल चाहिँ अहिले भरै रिप्लेमा मैले मेरो वेबसाइट पनि म टाइप गरिदिन्छु। त्यही पनि तपाईहरुको लागि जानकारीको लागि वेबसाइट रहेको छ www.lekeconsult.com। आई रिपिट www.lekeconsult.com, lekeconsult.com है। त्यसमा रेजिस्टर गर्नुभयो भने तपाईको नाम र इमेल एड्रेस तपाईलाई चाहिँ हामीले लाइभ वेबिनारको चाहिँ लिंक पठाइदिन्छौँ, इमेल गरिदिन्छौँ। भ्याउनु हुन्न भने यस रिप्ले भिडियो पनि हुन्छ पहिलाको। कन्टेन्टमा केही पनि फरक पर्दैन, जस्ट होस्ट अनि प्यानलिस्टहरु फरक पर्छ, त्यति मात्रै हो है। भ्याउनु हुन्न वेबिनार उहाँहरुले दिएको टाइममा भने तपाईले रिप्ले हेरेर भए पनि यो बिजनेस तपाईको लागि सुइटेबल छ कि छैन फाइन्ड आउट गर्न सक्नुहुन्छ। एन्ड आफ्टर दैट
If you think this is for you, please do not feel, होइन, do not hesitate to contact me है त ल. सो या यति इन्फर्मेसन दिनको लागि हो. अहिले चाहिँ हामी चाहिँ खासमा चाहिँ हस्पिटलमा छ. भाइ म र बाबु चाहिँ यता क्याफेटेरियामा खाजा खाँदै बसिराखेको है त. हुन्छ, भेट्दै गरौँ ल. यहाँहरूको दिन शुभ रहोस्. रातको चाहिँ टाइम जोनमा हुनुहुन्छ भने अ भेरी गुड नाइट है. हस्, थ्याङ्क यू अल फर वाचिङ. बाई एभ्री वान, सी यु अगेन. ल कान्छ, बाई टु माई फ्रेन्ड्स. Bye. मेरो बाबा. Bye-bye. See you again, guys. Have a nice day and a very good night.